नमस्कार, म तपाईलाई कथा सुनाउन आइपुगेको छु। तपाई कथा सुन्न तयार हुनुहुन्छ त? कथा छोटो भए पनि तपाई हाम्रो जीवनका लागि महत्त्वपूर्ण सन्देश दिन सक्छन्। अब म कथा सुरु गर्छु, कृपया ध्यान दिएर सुन्नुहोला। कथाको शीर्षक रहेको छ जिम्मेवारी। एउटै टोलमा दुई परिवार बस्थे, दुवैको घर नजिकै थियो। पहिलो परिवार सधैँ झगडा गर्थ्यो। सानो कुरामा रिस उठ्थ्यो, चिच्याहाट हुन्थ्यो, गल्ती खोजिन्थ्यो, दोष लगाइन्थ्यो। घरभित्र कहिल्यै शान्तिको अनुभूति हुन्थेन। श्रीमान आफ्नो काममा थाकेर आए पनि श्रीमतीको गुनासोले थकाइ अझ बढ्थ्यो। उता श्रीमती दिनभरको थकाइ र अपेक्षाले झनै रिसाएकी हुन्थिन्। दोस्रो परिवार चाहिँ त्यसको ठिक विपरीत थियो। त्यहाँ शान्त वातावरण, सौहार्दता र आपसी समझदारी थियो। घरमा सधैँ हाँसो गुन्जिन्थ्यो। एक अर्काको कुरा सुन्ने बानी, गल्तीमा माफी माग्ने साहस र माफ गर्ने आत्मीयता थियो। एउटा दिउँसो पहिलो परिवारकी श्रीमतीले छिमेकीको घरतर्फ हेर्दै भनिन्, हेर्नुस् त, हाम्रै जस्तो सामान्य परिवार हो, तर हेर्नुहोस् तिनीहरू कति शान्त, कति मिलेर बस्छन्। हामी किन सक्दैनौं यति? श्रीमतीको कुराले श्रीमान पनि सोचमग्न भए। उनलाई लाग्यो, साँच्चै केही त फरक छ। श्रीमतीले भने, तपाई तिनीहरूको व्यवहार अवलोकन गर्नुस्। के कारण उनीहरूमा मेलमिलाप छ बुझेर आउनुस्। सायद हामी पनि सिक्न सक्छौं। श्रीमान चुपचाप नजिकको झ्यालबाट छिमेकीको घर हेर्न थाले। त्यो बेला छिमेकीकी श्रीमती घर सफा गरिरहेकी थिइन्। उनले पानीले भरिएको बाल्टिन भुइँमा राखेकी थिइन् र केही सम्झिएपछि भान्सातिर दौडिन्। केही सेकेन्डमै उनका श्रीमान घरमा पसे। उनी ती बाल्टिन देख्न सकेनन् र त्यसमा ठोक्किए। बाल्टिन पल्टियो, पानी सबैतिर फैलियो। छिट्टै ती महिला फर्किइन्। उनले देखिन् भुइँ भिजेको छ, श्रीमानको लुगा पनि। तर उनी रिसाइनन्, झर्किइनन्। बरु हाँसेर भनिन्, ओहो, माफ गर्न प्रिय। त्यो बाल्टिन बाटोबाट हटाउन म बिर्सेछु। गल्ती मेरो हो। उनका श्रीमानले पनि मुस्कुराउँदै भने, हैन है, माफ गर प्रिय। म नै ध्यान नदिई हिँडे, दोष त मेरो हो। शब्दहरू सामान्य लागे पनि त्यसमा आत्मीयता, आपसी इज्जत र जिम्मेवारीको गहिरो भाव थियो। यो देखेपछि झ्यालबाट हेरेका ती पुरुष केही बेर चुप रहे अनि गम्भीर मुद्रामा घर फर्किए। श्रीमतीले उत्सुकतापूर्वक सोधिन्, के देखेर आयो? के कारण रहेछ त उनीहरू सधैँ मिलेर बस्न सक्ने? श्रीमान गम्भीर स्वरमा बोले, हाम्रो फरक के रहेछ भने हामी सधैँ आफू सही छौं भनेर देखाउन खोज्छौं। तर उनीहरू गल्ती स्वीकारी जिम्मेवारी लिन जान्दछन्। श्रीमती केही बेर मौन रहिन्। त्यसपछि बिस्तारै आँखामा पश्चात्ताप मिश्रित चेतना आयो। उनले पहिलो पटक महसुस गरिन्, सम्बन्ध बचाउनको लागि सधैँ जित्ने प्रयास गर्नु पर्दैन, कहिलेकाहीँ झुक्न जान्नुपर्छ, जिम्मेवारी लिन सक्नुपर्छ। त्यस दिनदेखि त्यो परिवारमा पनि बिस्तारै परिवर्तन आउन थाल्यो। साना झगडामा दोष लगाउनुभन्दा गल्ती स्वीकार्न थालियो। चिच्याहाटको सट्टा संवाद बढ्यो। एक अर्काको दृष्टिकोण बुझ्ने कोसिस हुन थाल्यो। यस कथाबाट के नैतिक शिक्षा लिन सकिन्छ भने जीवनका हरेक सम्बन्ध सफल बनाउनका लागि हामीले आफ्नो भागको जिम्मेवारी लिन सिक्नुपर्छ। दोष अरूलाई थोपर्नु सजिलो छ, तर आत्मनिरीक्षण गर्दै माफ माग्न सक्ने बानीले सम्बन्ध बलियो बनाउँछ। साँचो समझदारी भनेको गल्तीलाई स्वीकार्न सक्ने आत्मबल हो। शान्ति, प्रेम र सद्भाव त्यही घरमा बस्दछ जहाँ जिम्मेवारी लिने संस्कार हुन्छ। यतिन्जेल धैर्यपूर्वक कथा सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। आगामी श्रृङ्खलामा पनि विभिन्न सन्देशमूलक, प्रेरणादायी र शिक्षामूलक कथाहरू लिएर आउनेछु। नमस्कार।